लिजन पनि पुग्नलाई साथीहरू फाइनली लिजन पुग्यौँ। यो चाहिँ लिजनको बस स्टेसन। ट्याक्कै 1 बजे पुग्यौँ है, रातिको 1 बजे। पानी परेर रहेछ यता त चिसो पनि कस्तो चिसो हेर्नु न, बाहिर पानी कस्तो परिरहेको रहेछ। यता त सानो डक्टरको कामले आएको थियौँ, राति नै लाइन लाग्नुपर्छ भनेर नि त। अनि यता बुढो डुबरमा गर्दै हुनुहुन्छ, डुबर पनि आइपुग्यो। अब चाहिँ हामी हिँड्यौँ है, लाइन लाग्नुपर्छ अरे नि त, छिट्टै बस्नुपर्छ न त पाइन्न पालो भन्ने चिसो बाहिर पानी परेर कस्तो वेदर नै राम्रो रहेछ आज। यस्तो चिसोमा किरण साथीहरू गाह्रो छ विदेशको ठाउँमा नै। हामी चाहिँ फाइनली लाइन लाग्यौँ है। हेर्नु न बिचराहरू यति बेर यस्तो अँधेरोमा के रातिको 2 बजी ट्याक्कै 2 बजेको छ। साथीहरू हेर्नु त बिचरा लाइनमा मजाले छाता ओढेर बस्नुभएको छ है। अब यसरी बस्नुपर्छ के गर्नु। बुढो पनि स्टार्ट गरिसक्नु बस्नुलाई। मेरो हेर्नु न पेन जति सबै भिजेर के गर्नु। मेरो ब्याग भर्खर आज भयो है, ब्याग पनि भिजेर। कपडाको आफ्नो भन्दा नि ब्यागको माया लागिरहेको छ नि त, उज्यालो पनि भयो। हेर्नु त कति मान्छेहरू यस्तो छ, गाह्रो छ विदेशी जिन्दगी।